Hi everyone, welcome to our mini vlog or we can say daily lifestyle vlog of our सबैभन्दा पहिला चाहिँ आज मेरो छोरीको बिदा थियो। सो हामीले बिहान उठेर तातो पानी खायौँ, खाजा खायौँ, खाजामा ओट्स खायौँ। त्यसपछि हामीले घर सफा गर्न लाग्यौँ। छोरीले आफ्नो रुम सफा गरिन्, मैले आफ्नो रुम सफा गरेँ। छोरोले जिद्दी गरिरहेछ है, के मागिरहेछ। अनि मैले चाहिँ थोरै क्लिन गरिसकेपछि हल्का भिडियो लिएँ। छोरो यति चकचक छ अनि छोरीलाई सताउँदैछ। अनि मैले थोरै लुगा धोएँ। त्यसपछि अनि मैले लुगासुगा फेरेँ। अनि त्यसपछि म किचनतिर लागेँ। मम्मीलाई थोरै हेल्प गर्न थालेँ खाना बनाउनको लागि हेल्प गर्नलाई। मम्मीले चाहिँ साग धुन लाग्नु भएको रहेछ। अनि खानासाना पकाइसकेपछि चाहिँ खायौँ अनि एकदमै मिठो भयो खाना चाहिँ। अनि भाइले र आमाले पनि खानुभयो। अनि त्यसपछि म फ्रेस हुनतिर लागेँ। त्यसपछि म आफ्नो स्किन केयर गर्न लागेँ। म चाहिँ आज स्किन केयर गर्न ढिलो भयो। म बिहानै गर्थेँ तर फेरि आज चाहिँ खानासाना खाएर गर्दा ढिलो भयो। स्किन त राम्रो छैन तर यसलाई राम्रो बनाउनलाई एकदमै मलाई केयर धेरै नै गर्छु आजभोलि। अनि स्किन केयर भइसकेपछि अनि मैले कपाल सपालतिर पनि ध्यान दिएँ। आजभोलि चाहिँ मैले हेयर केयर रुटिन पनि स्टार्ट गरेको छु। त्यो पनि देखाउने छु बिस्तारै। अनि यो रेडी भएँ म। अब हामी चाहिँ पानीपुरी बनाउनुतिर लाग्यौँ। एकछिन टाइम लाग्छ नि त बनाउन पनि। अनि पानीपुरी बनाउँदा अनि अलिअलि चाख्न पनि चाखेछन् यिनीहरूले, हेर्नुहोस् न। अनि त्यसपछि हामी चाहिँ यो आज चाहिँ पानीपुरी बनाउन खोजेको कारण चाहिँ यो रक पेपर सिजर जस्तै अर्को चाहिँ अप डाउन गरेर खेल्नेवाला गेमको लागि हो क्या। 4जनामा यो सजिलो हुन्छ भनेर। अनि त्यसपछि मैले कति धेरैचोटि जितेँ कि। अनि खाएँ है। आज त पानीपुरी पेटमा यति फ्लोट भइरहेछ। छोरीलाई हेर्नु कति जबरजस्ती छ खानालाई। अनि यो गेम खेल्दा चाहिँ एकदमै धेरै रमाइलो भएको थियो है। छोरोले पनि खेले जस्तै दौडी आइरहेको थियो कि होइन। हामी दौडिराख्दाखेरि उसलाई पनि दौडिन मन लागिरहेको थियो। अनि मैले कतिचोटि जितेको के अनि कतिचोटि खाएँ। अनि यो गेम सकिँदा बित्तिकै हामी चाहिँ एकछिन एउटा मुभी हेर्ने भनेर मुभीतिर लाग्यौँ। आज बिदा थियो नि त, खै के शहीद दिवस के थियो है। अनि त्यही भएर स्कुल चाहिँ बिदा थियो। सो हामीले चाहिँ आजका दिन यसरी बितायौँ। हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो प्लिज मन परे पनि लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनुहोस्। अनि हामी यस्तै गरी राम्रो भिडियो लिएर आउनेछौँ। थ्याङ्क यू सो मच, बाई बाई।